मिस्टर धर्मेन्द्र प्रधानको रेजिग्नेसनको एउटा कारण चाहिँ मनसुन सेसन पनि हुनसक्छ, किनभने संसद तल मार्च त जुलाई 20मा सेड्युल गरेको थियो र जुलाई 20देखि अगस्त 13सम्म चाहिँ 2026को मनसुन सेसन थियो है। र त्यो यो प्रोटेस्ट लामो भइदिएको भए चाहिँ यो मनसुन सेसनमा पनि अब प्रब्लम आउन सक्ने चान्सेस चाहिँ थियो। त्यो भएर यो डिसिजन लिएको पनि हुनसक्छ है। र यो मनसुन सेसन, पार्लियामेन्ट सेसन भनेको के हो, यो चाहिँ तपाईँहरूलाई मेरो छोराले बुझाउँछ ल। इन्डियन पार्लियामेन्टको 3वटा सेसन हुन्छ। फर्स्ट बजेट सेसन, सेकेन्ड मनसुन सेसन, थर्ड विन्टर सेसन। यो सेसनमा चाहिँ बिलहरू पास र अमेन्डमेन्ट हुन्छ। यो सेसनमा चाहिँ सबभन्दा इम्पोर्टेन्ट 0 आवर्स हुन्छ। 0 आवर्स, यो 0 आवर्समा चाहिँ एमपीहरूले मिनिस्टरहरूलाई डाइरेक्ट क्वेसन गर्न सक्छ। इन्डियन कन्स्टिट्युसनमा जुन चाहिँ पार्लियामेन्ट सेसनको टाइम चाहिँ मेन्सन चाहिँ गरेको छैन, तर यति मात्रै दिएको छ कि जुन चाहिँ सिटिङ हुन्छ पार्लियामेन्टमा है, त्यो सिटिङदेखि जुन चाहिँ नेक्स्ट सिटिङको ग्याप चाहिँ म्याक्सिमम् 6 महिना हुनुपर्छ, त्यहाँदेखि चाहिँ अर्को सिटिङ भइहाल्नुपर्छ भन्ने चाहिँ मेन्सन गरेको छ र त्यही हिसाबले चाहिँ पार्लियामेन्टमा सेसनहरू लाग्छ।